खेलिरहेको दार टाढो फुटबल के भन्छ क्रिकेट। नमस्ते साथीहरू, ब्लग भिडियोमा स्वागत गरेँ। अनि ब्लगमा पर हटेको भकुन्डो खेल्न हिँडेको आज। यो धेरै वर्षपछि हो होइन, यो भकुन्डोको पछि सबैजना ब्याक हटे। म चाहिँ ग्राउन्डमा जाँ। अहिले बुर्को उफ्रेको भिडियो चाहिँ मैले हाल्ने छु। यो छ यहाँबाट। अब यो चाहिँ जोना आओस्। अब यसको भिडियो त मैले धेरै प्राय बनाएको छु के अरे। कोही छ त ग्राउन्डमा, कोही छ त ग्राउन्डमा आज छैन, ग्राउन्ड खाली छ। हामी मात्र खेल्छौँ। अब एकछिन खेल्छौँ, त्यसपछि फर्किहाल्छ। त्यही हो भ्लग बनाएको। अब त्यो त यो त बल पनि कसरी खेलिएला र, धेरै वर्ष भयो त बल नखेलेको। त्यति खेलौँ। 1 मिनट भएको छ मेरो भ्लग नै हुँदैन आजले। भ्लग बनाउँछु, भ्लगमा जोडिराख्नु होला साथीहरू। वाच टाइम पुगेको छैन, त्यही हो कुरा। ल अब हामी बल खेल्न सुरु गर्छौँ, अनि फेरि भ्लगमा फेरि जोड्छु म। हस् साथीहरू, बल खेल्न गएको। बल खेलेर चाहिँ म फर्केर घर आइसकेँ। अनि बल खेल्दै गर्दाखेरि खुट्टा मर्क्यो, कुदेर गएको। भाइले हानेको बल चाहिँ लिन गएको थियो। दौडेर जाँदा ढुङ्गामाथि टेकेर मेरो खुट्टा मर्क्यो। खुट्टा मर्केर हालत यस्तो गाह्रो भएको छ। यस्तो सुन्निएको छ मेरो खुट्टा। यो साइडमा सुन्यो, यताबाट ग्रिक्क भएको छ। यहाँनिर यो यत्रो सुन्निएको छ। यो सबै यहाँनिर यो एरिया पुरै सुन्निएको छ। यो पनि सुन्निरह, यत्रो भएर सुन्यो मेरो खुट्टा। ओ ओ ओ यो हो मुख्यतया। दुखिरहेछ। यस्तो भयो घाइ। जिन्दगीमा पहिलो बार भलिबल खेल्न गएको। त्यहाँनिर खुट्टा पुरै मर्काएर आएँ। अनि अब अहिले चाहिँ रेस्ट गरेको। रेस्ट पनि के भन्नु, खुट्टा बिगारिहाल्यो। अनि अब घर आएँ। घर आइसकेपछि सबैजनाले खेल्दैछन् उतातिर, म चाहिँ घर आएँ। त्यही हो, भ्लग बनियो। भ्लगमा आएर भलिबल खेलेको भ्लग चाहिँ हाल्छु भनेको थिएँ, त्यो पाइनँ। अनि फर्केर आएँ, खुट्टा बिग्रियो मेरो। अनि यसपालि भिडियोमा दसैँको शुभकामना पनि भनिन्न। दसैँको शुभकामना यहाँ सबैलाई। ढिलै भए पनि आज टिकाको तेस्रो दिन, बिहिबार, शुक्रबार, शनिबार, आइतबार। बिहिबार, शुक्रबार, शनिबार, आइतबार, आज तेस्रो। टिकाको तेस्रो दिन, लगा पूर्णिमाको दिनसम्म नेपालमा त टिका लगाउन सकेर। ढिलै भयो पनि दसैँको शुभकामना सबैजनालाई। अनि भ्लग आजभोलि मेरो भ्लग नै चल्दैन। भ्लग कृपया भ्लग फुल वाच गर्नु होला। भ्लग छोटो राख्ने छु, किनकि छोटो भन्नाले पनि 5 मिनटसम्मको त भ्लग राख्नै परिहाल्यो। त्यही भएर 5 मिनटसम्मको भ्लग बनाउनु छु। अनि भ्लग फुल वाच गरिदिनु होला अनुरोध गर्छु, किनकि भिडियो चलिरहेको छैन। मोनिटाइज गर्नै पाएको छैन। अलिकति मोनिटाइज गर्न पाएदेखि भिडियो बनाउनु हौसला जाग्थ्यो कि भनेको। अब जहिले पनि अर्को एउटा छ, त्यहाँनिर सब्सक्राइबर टन्न पुगेको छ। साथ दिनुभएको छ सबैजनाले। सब्सक्राइबर लग 1.3 के त्यस्तै छ, कति छ 1.393 त्यस्तै कति छ जो सब्सक्राइबर पुगेको छ। यसमा पनि सब्सक्राइबर लगभग सब्सक्राइबरको हिसाबले पुगिसकेको छ, तर वाच टाइम पुगेको छ यसमा। अर्को च्यानलमा त कथा बोल्ने मान्छे च्यानलमा चाहिँ मेरो लगभग वाच टाइम पनि सब्सक्राइबर पनि सबै पुगेको छ। त्यहाँनिर रिल्स कन्टेन्टको चाहिँ प्रब्लम आएको थियो। त्यो पछि मैले त्यसलाई फेरि एउटा भ्लग बनाएर चाहिँ हालिसकेपछि त्यो फेरि सुरु गर्छु भनेको, त्यो सम्भव भइरहेछ। त्यो कथा बोल्ने मान्छेलाई पनि यहाँ साथ दिनु होला। कहिले गएर भिजिट गर्दै गर्नु होला। म यहाँहरूसम्म स्टोरी लिएर आउनेछु। अनि स्टोरी प्लस नर्मल मैले लेखेको स्टोरी म यहाँलाई दिन्छु भनेको थिएँ। अब त्यसको पनि पार्ट अब 4-5 भागमा पुगेको छ। त्यो कथा बोल्ने मान्छेको पनि म मेरो आफ्नो खालको स्टोरी मैले लेखेको स्टोरी हाल्नेछु। साथ दिनु होला। यसमा त भ्लगमा त नर्मल त्यही हो, बसी बिहाल हुन्छ, अनि गफसप हुन्छ। अनि सम्भवतः अब गफ पनि यस्तै, खुट्टा बिगारेर आइसकेपछि गफ चलियो। नत्र म त्यहाँको केही भ्लगहरू बनाउँछु।
साथीहरू भ्लग चाहिँ अलिकति माया गर्नु होला भन्न चाहन्छु। भ्लगलाई माया गर्न छोड्नु यहाँले भ्युज चाहिँ जाँदैन, नर्मल भ्युजमा चाहिँ 100 पनि क्रस गर्दैन कति प्रायः भिडियोहरू। अनि यो 100 क्रस नगरेको भिडियोको त के अर्थ रहेर। हुन त मैले कन्टेन्ट दिन नसकेको मैले हो, त्यो हिसाबले अब राम्रोसँग जे पनि फुल वाच गरिदिनु होला। त्यो भन्न चाहे हस्। दसैँको फेरि पनि ढिलो भने दसैँको शुभकामना, आउँदै गरेको तिहारको छठको पनि एकमुष्ट शुभकामना यहाँलाई अग्रिममा। अनि फेरि बिचमा यहाँलाई चाहिँ म भिडियो बनाउने छु। कस्तो ढिलो डिस्टर्ब गर्छु। अर्को एउटा भिडियो बनाउने छु म फेरि, सायद अब बिचमा भिडियो बनाउने छु। त्यो भिडियो बनाएपछि यहाँलाई फेरि के न केही भन्नेछु। र एउटा पेन्डिङ भिडियो मैले अपलोड गर्न पाइरहेको छैन। अब त्यो साथीको त्यो भिडियो अपलोड गरौँ या नगरौँ त्यस्तो भइरहेको छ। त्यो विशेष मैले फ्यामिलीको बारेमा अथवा नेपालबाट आउने विषयहरूमा चाहिँ एउटा भिडियो बनाएको थिएँ। सम्भवतः फेरि पोर्चुगलको विषयमा कसरी भनेर भन्न अलिक गाह्रो छ। समय एकदम पोर्चुगलको हालत खराब नै खराब नै चलिरहेको छ। त्यो हिसाबले कसरी भनेर जे पनि भ्लगमा जोडिराख्नु होला। म तपाईँलाई सके जति जाने जति अनि मसँग भएको केही अनुभव मैले जानेको मैले सुनेको कुराहरू यहाँहरू भन्छु। धन्यवाद। यहाँहरू सबैको दिन शुभ होस्।